नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय सम्झौतामा हस्ताक्षर नगर्ने भएपछि यतिबेला हलचल मचिएको छ। उनले आफ्नो सामाजिक सञ्जालमा यो विषयलाई आधिकारिक रूपमा घोषणा गरेका हुन्। नेपाल क्रिकेट सङ्घ क्यानले बुधबार मात्रै आफ्नो केन्द्रीय कार्यालय मोलुफानीमा खेलाडीहरूलाई युके जानका लागि बिदाई गर्ने क्रममा पनि सन्दीप लामिछाने त्यति सन्तुष्ट भने देखिएका थिएनन्। उनले बिदाई कार्यक्रममा के कस्तो उनको मनोवृत्ति रहेको थियो त यो भिडियोमा हामी तपाईँलाई जानकारी गराउनेछौँ र देख्न सक्नुहुनेछ। सबै खेलाडीहरूलाई यसरी नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष, क्यानका सचिव, क्यानका प्रवक्ताले यसरी बिदाई गर्नुभएको छ। सन्दीप लामिछाने सबैजना खेलाडीहरूलाई बिदाई गरिसकेपछि मात्रै उनी अन्त्यमा आइपुग्छन्। तपाईँ दृश्यमा देख्न सक्नुहुनेछ। सबै परिचित अनुहारहरूलाई देख्न सक्नुहुनेछ। एक एक गरी क्यानका प्रवक्तादेखि सचिव, अध्यक्षले क्रमशः यसरी बिदाई गर्नुहुन्छ। अन्त्यमा मात्रै सन्दीप लामिछाने आइपुगेका हुन्छन्। खेलाडीको देख्न सक्नुहुनेछ। यहाँ अन्तिममा मात्रै पारस खड्का, छुम्मी लामा, अध्यक्ष चतुरबहादुर चन्दले बिदाई गरेका छन् र यसरी क्यानका पदाधिकारी, अन्य व्यवस्थापक टिम बाहेक खेलाडीका रूपमा उनी अन्तिममा आएका थिए। यहाँ पनि देख्न सक्नुहुनेछ अन्य खेलाडीहरू बिदाई कार्यक्रममा पत्रकार सम्मेलनमा के कस्तो व्यवहार उनले यहाँ देखिएका थिए देख्न सक्नुहुनेछ। उनी यहाँ व्यवस्था गरे जस्तै मोबाइल चलाएर बसिरहेका छन्। यो पनि एउटा दृश्य तपाईँ देख्न सक्नुहुनेछ र यसरी कुन योजनामा रहेका छन् भन्ने बुझ्न सकिन्छ। यसरी कार्यक्रम चलिरहँदा उनी अन्तै व्यस्त रहेका देखिन्थे। उनको मन अन्तै केन्द्रित रहेको देखिन्थ्यो। माथि कार्यक्रम सकिसकेपछि सबै खेलाडी युके जाने पदाधिकारीहरू तल मैदान झरेका थिए। मुलपानी स्थित केन्द्रीय कार्यालयमा भएको कार्यक्रम सकेपछि फोटो सेसनका लागि सबैजना खेलाडीहरू यसरी एकाएक गरेर आइपुग्छन्। तपाईँ देख्न सक्नुहुनेछ। तर सन्दीप लामिछाने यही ग्रुपमा आएका हुँदैनन्। सबै पदाधिकारीहरू, खेलाडीहरू, यहाँ सहायक प्रशिक्षकहरू आइसकेपछि मात्रै उनी आउँछन्। यहाँ पनि देख्न सक्नुहुनेछ। अब खेलाडीहरू सकिए भन्ने सबैजनालाई लागेको थियो, तर खेलाडीहरू सकिएका अझै हुँदैनन्। यहाँ देख्न सक्नुहुनेछ। सबै पदाधिकारीहरूदेखि यहाँ देख्न सक्नुहुनेछ। अनि खेलाडीहरू आइसकेका हुन्छन्। अब यहाँ चाहिँ सकिए भन्ने सबैलाई लाग्छ, तर एकजना खेलाडी चाहिँ बाँकी रहेका हुन्छन्। फोटो सेसनका सबै काम या प्रक्रिया अगाडि बढिसकेको हुन्छ, तर यहाँ रोक्नका लागि पनि आग्रह गरिएको हुन्छ। यसरी सन्दीप आइपुगेका यति बेलासम्म हुँदैनन्। उनी यो सबै कुरा मिलिसकेपछि, अर्थात् यो अवस्था भइसकेपछि मात्रै एकैछिनमा उनी यहाँ यसरी आइपुग्छन्। केही ढिला गरी आइपुगेका हुन्छन्। यद्यपि उनको आफ्नो व्यक्तिगत केही काम पनि भएको हुनसक्छ माथि। यहाँ पनि उनको मनोवृत्ति के छ भन्ने विषय बुझ्न सकिन्छ र बिस्तारै यो ग्रुपमा जोइन भएका हुन्छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् कि उनले यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई व्यक्तिगत र पेसागत विकासतर्फको पाइला भएको लेखेका छन्। यो छुट्टिनु होइन, बरु विकास र उद्देश्यको यात्रा हो उनले भनेका छन्। सन्दीपले क्यानप्रति आभार व्यक्त गर्दै क्यानले मेरो क्रिकेट यात्रा र नेपालको क्रिकेटलाई अघि बढाउन खेलेको भूमिकाको म उच्च कदर गर्दछु भन्दै सामाजिक सञ्जालमा लेखेका छन्। उनले थप लेखेका छन्, जीवन निरन्तर बदलिँदै जाने यात्रा हो। म क्रिकेटसँगै जीवनका नयाँ आयाममा समेत अघि बढ्न उत्साहित रहेको छु। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्पष्ट पारेका छन्। त्यस्तै उनले भनेका छन्, राष्ट्रप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम हुँदैन। कहिलेकाहीँ निर्णयहरू अलगिन होइन, बरु थप मजबुत भएर अगाडि बढ्न लिइन्छ। मेरो समर्पण र सपना सधैँ देश र क्रिकेटसँग जोडिएको छ। उनले सबै आफ्ना शुभचिन्तक र शुभेच्छुकहरूमा धन्यवाद लेख्दै भनेका छन्, तपाईँहरूको विश्वास र समर्थनले नै मलाई सधैँ प्रेरित गरिरहेको छ। यो यात्रा अझै बाँकी छ। उनले यसरी लेखिसकेपछि उनी अब युके जाने कि नजाने भन्ने विषयमा नेपाल क्रिकेट सङ्घ क्यानले निर्णय लिइसकेको छैन। विशेष गरी यसअघि पनि उनी केन्द्रीय सम्झौता नभई खेलेका खेलाडी हुन्। उनलाई म्याच फी मात्रै दिएर खेलाइएको पनि विगत रहेको थियो र यसै गरी यसपटक पनि खेलाउन सक्ने आधार भने रहेको छ। उनी क्रिकेटबाट टाढा नहुने विषय जुन रहेको छ त्यसले उनी देशका लागि खेल्न चाहन्छन्, तर क्यानले यो विषयमा केही फरक निर्णय लिन सक्छ कि सक्दैन भन्ने सबैको चासोको विषय रहेको छ। क्यानले यो विषयमा छिट्टै निर्णय लिन पर्ने अवस्था देखिन्छ, किनभने युके टुरमा नेपाली टोली प्रस्थान गर्ने मिति नजिकिसकेको छ। खेलाडीहरूको विदाई पनि गरिसकिएको छ। नेपाल क्रिकेट सङ्घ क्यानप्रति पछिल्लो समय सन्दीप लामिछाने असन्तुष्ट पनि हुँदै आएका छन् र उनले यो विषयमा खोलेरै यस्तो विषय लेखेका छन्। यद्यपि उनको यो स्ट्याटसले दिन खोजेको सन्देश र उनको भावी योजनाबारे प्रष्ट भने बुझ्न सकिने अवस्था देखिएको छैन। तपाईँलाई के लाग्छ? सन्दीप लामिछानेले यसरी लेख्नु, क्यानको ए ग्रेडमा रहेका खेलाडीले यसरी सिधै सम्झौता बहिष्कार गर्नुलाई तपाईँ के भन्नुहुन्छ?
कमेन्ट पनि गर्नुहोला। सन्दीपको भावी योजना के हुनसक्छ? के उनी राष्ट्रिय टिममा त्यति सन्तुष्ट थिएनन् कि के हो? उनले खोजेको के हुनसक्छ? तपाईँ आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। यसले नेपाली क्रिकेट टिमलाई कस्तो असर पर्ला अथवा के होला? तपाईँ आफ्नो धारणा दिन नभुल्नुहोला। क्यानले कस्तो निर्णय गर्नुपर्छ यस्तो बेलामा? आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गर्न पनि नभुल्नुहोला।